ब्याक टु माई अनदर चटपटे बनाएको भिडियो। अनि हामी चाहिँ आज यहाँ खानेवाला छौँ चटपटे। अनि आज चटपटेमा होइन हामीले खान्छौँ कता कता झालेर। पहिला त यहाँ छ हाम्रो चाउचाउजी भित्ता भित्ता यहाँ राम्रो देख्नु भएन र त्यसरी देखाइदिन्छु। भित्ता भित्ता मेउ मेउ भित्ता भित्ता मेउ। अनि यहाँ छ हाम्रो बाटा। अनि हाम्रो यता छ चक्कु। हेलो चक्कु भाइ, के छ चक्कु भाइ? अनि त्यसपछि यहाँ हाम्रो खुर्सानी अनि यहाँ प्याज भित्र है। अनि म चाहिँ यहाँ छु। अनि त्यसैले आज म बनाउनु भएको छु चटपटे। अनि चटपटेमा म यस्तो खतरा इन्ग्रिडियन्ट्सहरू हाल्छु। यस्तो पहिला म यहाँ यसलाई राखिदिन्छु। भित्ता भित्ता पहिला खुर्सानी काटेको भिडियो भित्ता भित्ता मेउ मेउ भित्ता भित्ता मेउ मेउ भित्ता भित्ता मेउ। अझै छ हाम्रो खुर्सानी है पिरो पिरो हामीले खुर्सानी काट्छ। काटिसकेको छ अर्को खुर्सानी। अर्को खुर्सानी हामीले काटिसकेको छौँ। दुईवटा खुर्सानी चाहिँ काटेँ होइन, दुईवटा खुर्सानी काटेँ। अब यहाँनिर थोरै अड्के रहेछ अनि निकाल्दै। अनि अब चाहिँ यहाँ हामीले काट्नुपर्छ खुर्सानी मस्त गरे है। अनि खुर्सानी काटी भइसकेपछि यता राखेर अब चाहिँ हामीले होइन अब प्याज काट्छौँ। पहिला प्याज धोएर ल्याइदिन्छु। एकछिन तपाईँहरू रुक्ने है त, एकछिन रुक। यो हो प्याज, हामीले धोएको चाहिँ छैन। अब धोएर ल्याउँछु, रुक्नु 2 मिनट। प्याज धोएर आइसकेको छ। अनि हामी यहाँ यसरी गर्छौँ। यहाँ आइसकेको छ। यहाँनिर हामीले यसरी काट्छ है। यसलाई निकाल्ने बाहिर अनि बाहिर यसरी निकाल्ने। त्यसपछि हामीलाई आइहाल्छ नि चटपटे बनाउनु, किन चिन्ता। किन तासिरहेको छैन भने गरेको त थोरै निकालेको निक्लिहाल्यो। त्यसपछि म यो भिडियो के युट्युबमा हाल्नेछु होइन। युट्युबमा हालिसकेपछि कति भ्युज आउँछ हेर्छु। त्यसपछि चाहिँ मैले कति भ्युज आउँछ हेर्छु। अनि एउटा च्यानल खोल्छु, त्यहाँ चाहिँ चटपटे चाउ सब बनेको भिडियो हाल्छु पानीपुरीहरू। तर मसँग पानीपुरी मैले धेरै भएको आफूले बनाएर एक हप्ता भयो कि 2 हप्ता भयो होइन। चटपटे चाहिँ अस्ति खाएको थिएँ तर खान मन लाग्यो। तर आन्टीको घरमा खाएको थिएँ नि त, त्यसैले यस्तो हुन्छ कि म डाँसिरहेको रिस उठ्दै मलाई यस्तो रिस उठ्दै यस्तो भाङ दिमाग ह्याङ भएर आउँछ। अनि यहाँ चाहिँ हामीले अब काट्छौँ है। खतरा काटिन्छ नि गाइस अहिले मेरो हात। अब अर्को प्याज अनि हामी अब काटिसकेको छौँ।
आँसु आयो खोर्सानी काट्दा आँसु नआउने अब यहाँ प्याज काट्दा आँसु आएर हामी सब काटेर भइसकेको छ अनि अब काट्छौँ होइन क्यामेरा किन हटिरहेछ भन्नु होला है आँसु आयो प्याजले त आँसु ल्याउँदो रहेछ या थाहा छ नि त थाहा छ तर चटपट अब समय अब हामी मम्मीले भुजा कहाँ छानेर सोध्न जान्छौँ है मम्मी भुजा कहाँ छ कुन डरम टिनको लामो सुन्तला खाँदै हामी त छोरो चटपट बनाउँदै सब्स्क्राइब गरिदिनु भन्नु लाइक सब्स्क्राइब गरिदिनु होला मेरो बाबुको मोबाइलमा युट्युबमा धेरै धेरै अब म ड्रमभित्र हेर्न जान्छु भुजा है हस् चाहिँ एकदम मम्मीको प्यारो मान्छे हो कि त्यही भएर भुजा चिक्नु पर्यो यहाँनिर तपाईँहरू राखिदिन्छु तपाईँहरूलाई अनि म चाहिँ भुजा लिएर आउँछु यहाँ छ मेरो भुजा यसलाई सबलाई हटाएर ओके भुजा त धेरै रहेछ लास्टै रहेछ तर कम भुजा हुन्छ यहाँ छ भुजा अब यसलाई फेरि छोडिदिने What the hell? कसरी झन्डा परेको छु अब हामीले यहाँ पूजा छिक्ने भाला छौँ ओके ओके पुग्यो आवाज आयो यो मसला यो मम्मी चौचौ हालिसकेको छु अनि अब छ न्यानो चौचौ चटपटे अनि अलिकति माथि राखेर गर्छु अब चाहिँ अनि यहाँ राखेर अनि अलिकति यहाँ प्याज काटेर लास्टै यो बनाउनलाई यस्तरी झिकेर है है अलिअलि भयो लिनु नलिने भयो नलिनु म चाहिँ यसरी गर्छु एकैचोटि सब गर्नु त्यही छ मम्मी
गाइस म लिएर जान्छु मकै बुट्दिन भने हैन म के रे उयो के बदम ए बदम पर्दैन ल ल सब कुरा ठिक भइसक्यो अब अमिलो मात्र हाल्नु बाँकी हस् हस् मैले ढुङ्ग्रो ल्याएको थिएँ त्यो पैसा पर्ने खाले त्यो ल्याएर राखेको खाइदे ओके गाइस हैन राम्रै पर्यो भने म बुद्धो गाई हाल्छु कसरी भन्ने हो ओके चटपटे सरी ओके यो चाहिँ हाम्रो चटपटे है नेपालीहरूले मान सान धान गरेर बनाएको चिज हो मुजा खोल्छौँ ए कति चिलो हातो मम्मीलाई खोल्न लिएर जान्छु तपाईँ एकछिन बस्नु ओ मोबाइल मुटो एकछिन यहीँ बस्नु म मम्मीलाई भन्छ दिएर आउँछु खोलिदिनु भने अनि तपाईँ एकछिन यहीँ बस्नु हामी अब जानेवाला छौँ पूजा खोल्न एकछिन म तपाईँहरूलाई लिएर जानु पर्यो चटपटेको ब्लग बनाऊ त खोलिदिनु लाउनु ल्याउ न यहाँ ल्याउ म मर्छु म यहाँ भिडियो बनाइरहेको थिएँ किन युट्युबमा हाल्छु भाइरल हुन्छ नि युट्युबमा यहाँ मोमो बिजोक भएर बसेको यस्तो के हाल्ने चटपट मात्र फुटेर बनाएको हाल्ने हो कि यस्तो मान्छेहरू गरे हाल्ने खोइ भाँडो खोइ उतै धेरै बुझेन होला है हस् हस् धेरै बुझा हाल्ने म चाहिँ किन हाल्ने र मलाई चाहिँ मिठो लाग्छ र अब हामी चटपटे बनाउने भ्याइसक्यौँ किनकि मसँग माइक छैन त्यसैले ठुलो स्वरले भन्नुपर्छ अनि अझै अब हाल्नु लास्ट यो इन्ग्रिडियन्ट पनि अमिलो हो त्यो अमिलो हालेर भने चाहिँ चटपटी बन्दैन नि ज्यादा धेरै नहाल्नु ओके 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 यति भए पुग्छ प्राय धेरै हुन्छ फेरि ओके एकदम सादा चटपटे कसलाई नभनाउनु फेरि नखाइरहेको भनेर अमिलो अमिलो आमाले सधैँ राख्ने त्यो बोतलमा हालेर हामीले खतरा लाग्छ क्या मलाई यहाँ यो हामीले हाल्छ मैले थोरै अमिलो ए धेरै भयो ओके ठिक छ यति भयो यति भयो चाहिँ टक्क पुग्यो नि त फेरि बिर्को टिप्न परिहाल्यो है 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 टच थोरै भुजा हाल्नु पर्यो जस्तो छ यस्तै कम भयो यस्तै कम भयो
भनिहाल्छ मम्मी काँक्रो ध्यान चेक गरेर आउँछु तर जानु त पऱ्यो नि त सेफले बाई गाइस सक्यो छैन काँक्रो बाई फेरि ल एडिटर काटिदिने है